नमस्कार, म रमा बस्नेत। समाचारहरुमा सुनि नै हाल्नुभयो। मैले केही कुरा भनिरहन पर्दैन होला के कारणले मलाई पक्रेको थियो र कहिले पक्रेको थियो भनेर। रिजन यही हो, जुन सरकारको विरोध गर्दै आएको पहिलादेखि नै चित्त नबुझेर गरेको थिए र म एउटा कुनै पनि राजनीतिक दलहरुमा कुनै पनि पार्टीसँग आबद्ध छुइनँ, एउटा सदस्यता पनि छुइनँ र मलाई चित्त नबुझेको कुराहरु मैले मेरो प्लेटफर्म टिकटक मार्फत भन्दै आएको थिए। अहिले मात्र होइन, मैले आज भन्दा विगत 4 वर्ष अगाडिदेखि नै जोसुकै मन नपरेको कुराहरु खण्डन विखण्डन गर्दै नै आएको थिए। त्यसकारणले गर्दाखेरि मलाई जुन यो सरकारले मलाई पक्राउ पुर्जी पठाएर जुन अब मलाई निवेदकको नाम त अहिले पनि मलाई राम्रोसँगले थाहा छैन, गृह मन्त्रालयबाट पत्र आएको थियो भन्नुभयो। अब कसले के त्यो मलाई बुझ्न पनि जरुरी लागेन, म बुझ्दिन पनि, किनभने सबैहरुले बुझ्नु भएको छ। जति मान्छेहरुले बुझ्नु भएको छ देशलाई माया गर्नुहुन्छ। आई थिंक मलाई धेरै सपोर्ट गर्नुभयो। मैले यति धेरै अपेक्षा पनि गरेको थिइनँ। मलाई यति धेरै मान्छेको नजरमा मेरो अनुहार गएछ, मलाई त्यो कुरा थाहा थिएन। यति धेरै मान्छेले मेरो कुराहरु मन पराउनु हुँदो रहेछ, म यति धेरै टार्गेटमा रहिछु भन्ने कुरा चाहिँ मलाई अहिले जुन हिरासतमा बसिसकेपछि त्यहाँ गएर जति पनि मान्छेहरु जानुभयो भेट्नलाई, मायाले नै जानुभयो होला, शुभचिन्तक भएरै जानुभयो होला। त्यसकारणले गर्दाखेरि खुसी लाग्यो र सबैजनालाई यो भिडियो चाहिँ किन बनाउँदैछु भने अब एक जनालाई त मैले कसैलाई पनि मेसेज फोन गरेर थ्यांक यू भन्न सक्दिन। समग्रमा सबैजनालाई थ्यांक यू सो मच। हिरासतसम्म गएर मलाई केही पनि फर्स्ट टाइम परेको हिरासत र म अलिकता आत्तिएको बेलामा हजुरहरुले मलाई आश्वासन दिनुभयो, सान्त्वना दिनुभयो, नडराऊ केही हुँदैन, यो थाहा छ, हामीले बुझेको छौं यो के भइराछ नेपालमा भनेर भन्नुभयो। र त्यो पछाडी चाहिँ मलाई केही लागेन हिरासत बस्दा। र जुन समाचारहरुमा आएको थियो रमा बस्नेत एकदमै धेरै रुइरहेको, म त्यो भन्दा अगाडि यहाँबाट म पक्रिनु भन्दा अगाडि नै बिरामी थिए। त्यसकारणले गर्दा मलाई अलिकति भमिटिङ र प्रेसर लो भएको भएर टाउको दुखिरहेको थियो। हस्पिटल गएपछि सन्चो भए, अहिले ठीक छ, ठिकै नै छ। अलिकता खोकी लागिरहेछ। यो खोकी तपाईहरुलाई थाहा नै होला, मेरो फ्यान फलोअर्सलाई त थाहा छ। म पहिलादेखि नै अलिकता मेरो खोकी सन्चो भइरहेको थिएन। म बाहिर गएर आएदेखि मलाई खोकी लागिरहेको थियो र सबैजना मेरा शुभचिन्तक मलाई माया गर्नुहुने र मेरो कुरा पत्याउनु हुने, मलाई मेरो कुरालाई चाहिँ यो चेलीले राम्रो कुरा उठाएको छ है, उसको व्यक्तिगतको लागि चाहिँ होइन, यो देशको लागि उले राम्रो कुरा उठाएको छ र अब पनि जनता चाहिँ चेतनामूलक हुनै पर्छ, सचेत नागरिक बन्नुपर्छ भनेर कुरा उठाउँदाखेरि आज यो सरकारले, यो राज्यले, यो गृहमन्त्रीले जुन यस्तो दमन गर्यो भन्ने बुझ्नुभयो। सबैजनालाई थ्यांक यू सो मच। र जुन अहिलेको प्रधानमन्त्रीले म झोले हुँ भन्नुभएको छ, झोलेको झोलेहरुले नराम्रो भन्नेहरुलाई पनि धेरै धेरै धन्यवाद। तपाईहरुले गर्दाखेरि कति नचिनेको मान्छेहरुले मलाई चिन्नु भयो। अब नबुझ्नेले त म तपाईहरुको म टाउकै फुटाए पनि तपाईहरुले मलाई राम्रो भन्नुहुन्न, ठीक छ, त्यसमा केही छैन। म नेगेटिभ पोजिटिभ सबै कुरा पचाउँछु भनेर सञ्जालमा आएको व्यक्ति हो र तपाईहरुले मलाई नराम्रो भन्दैमा मलाई के पनि फरक पनि पर्दैन। म कमेन्ट हेरेर निराश पनि भएको छैन, म एकदम ह्यापी भइरहेको छु। म त इन्जोय गरिरहेको छु एकदमै धेरै। तपाईहरुको कमेन्ट, तपाईहरुको कम्प्लिमेन्ट देखेर नि म एकदम इन्जोय गरिरहेको छु। कसैले राम्रो भनिरहनु भएको छ, धेरैले सपोर्ट गर्नु भएको छ। 2-4 जना त हेर्नुस्, भगवानलाई पनि तपाईहरुले एक ठाउँमा गएर भाकल गर्नु भयो भने त्यहाँ पूरा भएन भने अर्को भगवानकोमा जानुहुन्छ भनेपछि अभियसली म मान्छे हो। त्यसकारणले मलाई सबैले मन पराउनु पर्छ, मेरै कुरा राइट गर्नुपर्छ, राइट भन्नुपर्छ भन्ने चाहिँ मलाई लाग्दैन। तपाईहरुलाई जे लाग्यो तपाईहरुले पनि तपाईहरुको नितान्त विचार राख्न पाउनुहुन्छ है। फेरि मैले रवि लामिछाने र रासोपालाई सपोर्ट गरे भन्दैमा चाहिँ सबैजनाले रासोपालाई सपोर्ट गर्नुपर्छ भन्ने होइन। तपाईहरुले दिएको मत राम्रो ठाउँमा सदुपयोग होस्, ताकि रिग्रेट फिल नहोस्, मैले छ्या यस्तो मान्छेलाई भोट दिएर यार यस्तो गर्यो भन्ने चाहिँ नहोस् भन्ने नितान्त मेरो विचार हो। त्यसकारणले सबैजनालाई मलाई प्रत्यक्ष रूपमा भेट्न आउनु हुने र मलाई फोन मार्फत मेरा आफन्तहरुलाई सोधिरहनु हुने शुभचिन्तकहरुलाई चाहिँ धेरै धेरै धन्यवाद। र विशेष गरी वकिलहरुलाई मेरो पक्षमा बोलिदिनु हुने, पक्षमा भन्दा नि सत्य बोलिदिनु हुने वकिल साहबहरुलाई चाहिँ एकदमै धेरै हृदयदेखि नै धन्यवाद। थ्यांक यू सो मच। अब फेरि पनि निरन्तर भिडियो आउने नै छ, भिडियो बनाउने नै छु, किनभने मेरो प्लेटफर्म टिकटक नै हो र निरन्तर मेरो भिडियो आउने नै छ। तर मलाई अहिले चाहिँ अलिकता थोरै लाइक खोकीहरु अनि अलिकता फ्रेश हुन मन लागेको छ। 1-2 दिनबाट लाइभ पनि बस्छु। सबैजनालाई धन्यवाद। मैले त्यो व्यक्त नै गर्न सक्दिनँ हजुरहरुलाई, कसरी थ्यांक यू भनौं, कसरी धन्यवाद दिउँ। म त खतरा रहेछु लाग्यो मलाई त। म बवाल रहेछु। त्यसकारणले म एउटा
सामान्य नागरिक भन्दा पनि म चाहिँ खतरा रहेछु, किनभने गृहमन्त्रीको र हुन्छ नि प्रधानमन्त्रीको ध्यान आकर्षण भएछ, मेरो फेसलाई मन पराउनु भएछ, मलाई चिन्ने मौका दिनुभयो। तपाईँहरूको कारणले गर्दा मलाई धेरै चिन्ने भन्नुभयो। पहिला पहिला रमा बस्नेतले राजनीतिक बारेमा कुरा उठाउँछिन् है भन्ने व्यक्तिहरूले चाहिँ आज सांसद हुनुपर्छ है भन्नुभयो। यो मौका तपाईँहरूले दिनुभएको। र प्रधानमन्त्री पनि 14 वर्ष जेल बसेर आउनुभएको। डोनाल्ड ट्रम्प पनि केटीहरूकै केसमा जेल गएर कति कुराहरूको आक्षेप सहेर अहिले उहाँ के हुनुहुन्छ, राष्ट्रपति हुनुहुन्छ। त्यस कारणले गर्दाखेरि रातपछि निश्चित उज्यालो हुन्छ, तपाईँहरूलाई थाहा नै होला। र यो चाहिँ मेरो कालो दिन भन्दा नि म चाहिँ यसलाई एकदम धेरै पोजिटिभली लिएको छु र म केही पनि विचलित भएको छुइनँ। र म अब यो आवाज मेरो एकदमै अझै बुलन्द भएर म बोल्ने छु र म आत्तिएको छैन, डराएको छैन। तर मैले बोल्ने क्रममा केही कुराहरू शब्द चयन राम्रो भएन होला, म एउटा शिक्षित विद्यार्थी हुँ तर कानुन विज्ञ होइन भनेर मैले हिजो पनि भनेको छु। त्यस कारणले गर्दाखेरि सबैजनालाई हृदयदेखि नै धन्यवाद। मलाई राम्रो भन्नेलाई त धेरै धेरै धन्यवाद, नराम्रो भनेर मलाई हुन्छ नि अलिकता नराम्रो भन्नेहरूलाई पनि अझै धेरै धन्यवाद। थ्याङ्क यू सो मच।